हेलो नमस्ते साथीहरू। आज म हजुरहरूलाई सिकाउन गइरहेकी छु धूप बाट्ने तरिका। यसको लागि हामीलाई चाहिन्छ नेपाली कागज र धूप धुलो। यो चाहिँ पूजा सामग्रीमा पाउँछ है। अब हामीले कागजमा यसरी धुलो राख्दै जाने। धुलो चाहिँ ठिक्क राख्नुपर्छ, कम नि हुनु हुँदैन, धेरै पनि हुनु हुँदैन। हजुरले यहाँ देख्न सक्नुहुन्छ। अब हामीले यसमा टुप्पोमा बटार्ने। टुप्पोमा बटारिसकेपछि बिस्तारै बटार्दै ल्याउनु, अर्को टुप्पोसम्म बटार्दै ल्याउनु पर्छ। यो बेसनी टाइट नै हुनु हुँदैन, या लुज पनि हुनु हुँदैन। टाइट भयो भने फुट्न सक्छ। अब हामीले यसको टुप्पोलाई यसरी जोड्नुपर्छ। दाहिने हातमा यसको टुप्पो राखी देब्रेतिर बिस्तारै बटार्दै जानुपर्छ। टुप्पो बटार्दै जाँदा तल बटारिएको देब्रे हातले माथि सार्दै लानुपर्छ। यसको टुप्पो चाहिँ अब हामीले आफूतिर या दाहिनेतिर यसरी बटार्नु पर्छ। अब हजुरहरूले देख्न सक्नुहुन्छ धूप तयार भयो। हजुरहरूले पनि आफ्नो घरमा यसरी बसी धूप बनाएर बाल्न सक्नुहुन्छ है त। थ्याङ्क यू एन्ड किप वाचिङ।